नमस्कार सम्पूर्णमा। निर्वाचन नजिकिने क्रममा पार्टीहरूले आफ्नो उम्मेदवारलाई धमाधम टिकट दिइरहेको अवस्था छ। यसै क्रममा मैले हाम्रो श्रम संस्कृति पार्टीलाई केही दिन अगाडिदेखि निहालिरहेको छु र श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष मेयर हर्क साम्पाङज्यूले हाम्रो आफ्नो उम्मेदवारीहरूलाई फेसबुक मार्फत नै निमन्त्रणा गरिराख्नु भएको छ, आफ्नो आएर टिकट लानु होला भनेर। मलाई यो कुरा यति खुसी लागेको छ कि जसरी हिजोको दिनमा पुँजीपति पुँजीवादीहरू मात्रै टिकट पाउँथे जसरी टिकट लिएर चुनाव लड्थे, आज चाहिँ पक्कै पनि मेरो पार्टी हो, मैले पनि यसरी नै टिकट पाएर चाहिँ म चुनाव लड्न सक्छु भन्ने चाहिँ मलाई पनि हिम्मत बढ्यो त्यसैले कतिले सोच्ला हर्क साम्पाङले नजानेर नबुझेर एउटा फेसबुकबाट चाहिँ आफ्नो उम्मेदवारीहरूलाई टिकट लिन बोलायो भन्ने सोच्ला तर यो कुरा चाहिँ यति सिम्पल सोचिदिनुहोस् कि हिजो लेटर प्याडमा बोलाउने पार्टीहरूले एकलौटी ढङ्गबाट एउटा पहुँचको आधारमा एउटा नजिक निकट आधारमा चाहिँ टिकट वितरण गर्थे भने आज सम्पूर्ण जनताले चाहिँ देख्न पाएको छ, हेर्न पाएको छ कसरी हर्क साम्पाङले चाहिँ टिकट लिन एउटा सर्वसाधारण नेपाली जनता अथवा उम्मेदवारीहरूलाई चाहिँ बोलाइराख्नु भएको छ भनेर चाहिँ बुझ्न पाइन्छ। त्यसैले चाहिँ म यो कुरामा चाहिँ एकदमै गर्व गर्छु कि भोलिको दिनमा मैले कुनै ठाउँमा नेतृत्व गरेर म कुनै ठाउँमा उठ्दैछु भने मैले आफ्नो पार्टीलाई दिएको योगदान अनुसार मेरो आफ्नो योग्यता अनुसार चाहिँ मैले सहजै एक पैसा पनि खर्च नगरी चाहिँ टिकट पाउने रहेछु भनेर चाहिँ मैले यो कुरा चाहिँ विश्वास गरेँ आजको दिनबाट जसरी हिजो पार्टीहरूमा एउटा टिकट पाउनको निम्ति 5-10 जनादेखि 20 जना व्यक्तिहरू चाहिँ त्यहाँ जसरी भेडा एउटा ताते बसे त्यसरी बस्नु पर्थ्यो जसले बढी पैसा दियो, जसले बढी खर्च गर्न सक्यो, जसले चाहिँ बढी पार्टीलाई खुसी पार्न सक्यो र त्यो जुन चाहिँ अध्यक्षको नजिक निकट छ त्यो व्यक्तिले मात्रै टिकट पाउने चलन थियो। आज जुन चाहिँ यो कुरालाई चाहिँ श्रम संस्कृतिले चाहिँ एउटा साधारण रूपमा नै टिकट पाउने अवस्था सिर्जना गरिदिएकोमा एकदमै खुसी छु त्यसैले चाहिँ आज एउटा समानुपातिकदेखि एउटा प्रत्यक्षदेखि विभिन्न पार्टीहरूले चाहिँ आफ्नो उम्मेदवारीहरूबाट पैसा उठाइरहेको छ, त्यो पनि एउटा आन्तरिक रूपमा थाहा पाउन सकिन्छ। तर जुन आज हर्क साम्पाङले एउटा साधारण रूपमा आफ्नो उम्मेदवारीहरूलाई बोलाइराख्नु भएको छ त्यो एकदमै स्वागतयोग्य देखिन्छ हर्क साम्पाङले नजानेर हर्क साम्पाङले एउटा जुन चाहिँ लेटर प्याडबाट बनाउन नसक्ने व्यक्ति तर पनि उहाँले एउटा पारदर्शी रूपमा चाहिँ श्रम संस्कृति पार्टी चाहिँ हो भनेर चाहिँ उहाँले